हाई गाइस, के छ तपाईँहरूको हालखबर? आज चाहिँ हामीहरू यो कम्युनिटी हेल्थ डायग्नोसिस सिएचडीको डे 4मा छौँ र डे 3सम्मको भिडियो चाहिँ हामीले हिजो मैले हालेको थिएँ, पोस्ट गरेको थिएँ। त्यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो च्यानलमा। त्यो सब्सक्राइब गर्नु होला गाइस। यस्तो अनि मेरो यस्तो भ्लगहरू, भिडियोहरू, इन्फर्मेटिभ भिडियोहरू अनि मैले हालिरहन्छु बेला बेलामा, हेरिरहनु होला गाइस। सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला है, हेरिरहनु होला। हामीले चाहिँ तपाईँहरूलाई आज रबिन, आज हामी कुन ठाउँ जाँदा गरौँ? हामी चाहिँ काफ्लेटी जाँदैछौँ होइन, अनि प्रेरणा बस्ने को बस्नु जाइदेऊ त। को रबिन? अगाडि हिँडेको रबिन? कहाँ जान लाग्छ मलाई? Before. It's gonna be fun. Any tours for audience? Tours. Have fun, study hard. Guys, you can make it. So guys, तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो छ भ्यू है, बहुत धेरै राम्रो छ गाइस यो ठाउँ। सो रेस्मी हाई प्रकृति अरू सुनाउनु जानु हाम्रो कति नम्बर आयो? 3 नम्बर होला। 3 नम्बर है। सो सक्यो के रामपुर सक्यो। हिजो सकिसक्यो है हाम्रो। एउटा गोल सक्यो हाम्रो। अब सेकेन्ड टाढा ठाउँ जाने। आगे सकाएर आउने। तिमी कतिवटा सर्भे भर्छौ आज? आज त हाम्रो ग्रुपको एम चाहिँ 20 to 25 वटा घरको सर्भे लिने छ। सो हामीले कतिवटा सक्छौँ, त्यही पनि गड इज ग्रेट है गाइस, गड इज ग्रेट। अब त्यही पनि कतिवटा अब हेरौँ कतिको नजिक छ घरहरू जति नै नजिक त्यति नै छिटो हुन्छ है प्रकृति। घरहरू टाढा भयो भने अलिक गाह्रो हुन्छ गाइस। अझै हाम्रो वडालाई त के एडभान्टेज छ भने गाइस, घरहरू त्यस्तो छरिएको छैन, धेरै टाढाहरू पनि छैन, नजिक छन् घरहरू, त्यो चाहिँ एडभान्टेज छ। तिमीलाई के लाग्छ? मलाई त्यही लाग्छ, नजिक छ, रमाइलो हुन्छ। यो गर्न चाहिँ कति जानु थियो त्यहाँ हेर्न सक्नुहुन्छ गाइस, त्यो हाइवे, त्यो अगाडिपट्टिको हाइवे हो, त्यो चाहिँ अरनिको हाइवे हो। सो हाम्रो वडा चाहिँ हामी बस्ने ठाउँ चाहिँ त्यहाँ अरनिको हाइवेबाट हिँडेर 5 मिनटभन्दा कममा हामी पुग्न सक्छौँ। अनि अलिक छिटो हिँड्यो भने हिँडेर 5 मिनट हुन्छ। त्यो गाइस हाम्रो साथीहरू देख्न सक्नुहुन्छ त्यहाँ छन्, बिहान आज स्याटरडे गाइस, स्याटरडे आज शनिबार छ। सबै आशा छ सबैजनाहरू सर्भे लिनको लागि घरमै हुनुहुन्छ भन्ने आशा छ। घरै सर्भे पनि हुन्छ होइन। कोअपरेटिभ हुन्छ कति मान्छेहरू थाहा भएको छ त्यो आउनुहुन्छ के अनि तिम्रो हालखबर सुनाऊ। कस्तो फिल गरिरहेछौ तिमी? अब हाम्रो लाइफ है, अब हुनेवाला डक्टर साहबहरूको लाइफ अब त्यस्तो कहाँ हुन्छ त होइन। सो गाइजहरू तपाईँहरूले यो देख्न सक्नुहुन्छ, यो चाहिँ अरनिको हाइवे हो, हेर्नुहोस् है त। चाहिँ अरनिको हाइवे, यहाँदेखि हामी बस्ने हो त्यहाँ माथि स्कुल जस्तो देख्नुभएको छ नि, मतलब त्यो येलो एन्ड रेडवाला घर, त्यो चाहिँ स्कुल, त्यही नजिक हो हामी बस्ने। सो गाइज हामीसँग जोडिएर बस्नु होला है, बेला बेलाको अपडेटहरू गर्दै गर्छौँ तपाईँहरूलाई। सो गाइज जस्ट इन्जोय एन्ड चिल। सो गाइज अब हाम्रो ग्रुप चाहिँ छुट्टिसकेको छ, कुन ठाउँ जाने भनेर छुट्टिसकेको छ। हाम्रो आर्मी दाइ आउनुहुन्छ, कहाँ जाने दाइ? हामी काफ्लेडी। अब हामी काफ्लेडी जाँदैछौँ र काफ्लेडीको घरहरूमा हामीले अब डाटा लिने, त्यो घरमा गएर हामीले डाटा लिन्छौँ। सक्नुहुन्छ, तिनीहरू चाहिँ हाम्रो टिम हुन्। सो गाइज यस्तो छ ठाउँहरू।
सो गाइज हाम्रो अब कुन ठाउँ पऱ्यो भन्नुहुन्छ भने त्यो ठाउँ परेको छ। त्यो ठाउँ अब हामीले त्यो ठाउँमा गएर सर्वे गर्छौँ काफ्रेडीको त्यो ठाउँहरू। अब यस्तै पातलो बस्तीहरू छ गाइज यतातिर है। सो गाइज हामीहरू अब जाँदैछौँ आफ्नो गन्तव्यतिर है। सो गाइज कहाँ जाने त्यो घर पनि हो है। हो त्यो घरहरू पनि हो गाइज। 2 जना यिनी घरमा जाम न 2-3 जना को जान्छ हुन्छ हामी यति। सो गाइजहरू देख्न सक्नुहुन्छ हामी हाम्रो यो सब ग्रुप पनि छुटेको छ र हामी अब उनीहरू चाहिँ उतातिर जाँदैछ र हामीहरू चाहिँ अब यसरी अब त्यो माथिको त्यो ठाउँमा जाँदैछौँ। काफ्लेडी नै भन्छ त्यसलाई, यहाँ पर्दैन होला सायद। सो फाइनली गाइज हामीहरूले बाटो पाएका छौँ जाने बाटो। पहिला हामी त्यतातिरबाट आउन खोजिरहेका थियौँ तर त्यतातिरबाट बाटो रहन्छ। यतातिरबाट अब हामीले बाटो खोजेर हामी बाट आउँदैछौँ गाइज, घरतिर जाँदैछौँ। सो गाइजहरू तपाईँहरूले त्यहाँ देख्न सक्नुहुन्छ हाम्रो डाटा लिइरहेको छन् त्यहाँ साथीले। त्यसरी डाटा लिनु छन् गाइज, हेर्नुहोस् डाटा लिइरहेको छन्, सोधिरहेछन्, क्वेसन सोधिरहेछन्, डाटा लिइरहेछन् गाइज। अर्को पनि देखाउँछौँ है त। 1 hour later. सो गाइज हाम्रो यो आजको यो डेटा कलेक्सन सकेर अब म चाहिँ फर्किँदैछु। मेरो सब साथीहरू चाहिँ अगाडि गइसक्नु भएको छ रुममा। म एक्लै छुटेको थिएँ, त्यही भएर म फर्किनु लाग्छु। सो अब हामी यहाँ अरण्यको राजमार्गमा छौँ। सो अब फर्किनु लाग्छौँ है त, फर्किँदैछौँ गाइज। सो गाइज अब फर्किँदैछु म। हेर्नु सक्नुहुन्छ गाइज यस्तो छ उता हेर्ने गाइज हुनुपर्छ। आज त्यस्तै 5-6वटा घरको भयो क्या गाइज, त्यस्तै 5-6वटा घरको मैले डाटा कलेक्ट गरेँ। मैले 5-6वटा, प्रभातले थाहा भयो भने त्यस्तै 6-7वटा गरेर होला उनले, प्रतीकले पनि त्यस्तै लगभग सबैजनाले त्यस्तै एभरेजमा 6 लिनु न, एभरेजमा 6-6जनाको लिनु। 6-6वटा डाटा कलेक्ट गऱ्यौँ भने हाम्रो ग्रुपबाट आज 30वटा डाटा कलेक्ट त भयो होला ल गाइज। ल हुन्छ, अब हामी खाना खाने ठाउँ नजिक पनि आइपुग्यौँ। अब खाना खाने अनि आराम गर्ने। ल गाइज बाई।